आएर जाऊ पनि धरती माँ जन्मे गर्व गर्छु आफूलाई यतै मुस्कान छर्ने हिमालको छाया पहाडको मायाले तराईको पसिना मन नै छुने गुण आएर सेनको घाँस मजाको नमस्ते सम्पूर्णमा म लक्ष्मी थामी क्यामेराम्यान बलराम थामीको साथमा आज हामी सिन्धुपाल्चोक जिल्लाको सिंहानी वडा नम्बर 5 मा बस्नुहुने एउटा वृद्ध हजुरबुवाको जीवन कहानी लिएर आएको छौँ। अब उहाँको जीवन कहानी सुरु गरौँ है त। सेवा हजुरबा। सेवा हजुरको शुभ नाम? बिरबहादुर थामी। हजुर कति वर्ष हुनुभयो त? अहिले 100 सालले कति भयो? अहिले 82 साल हुनुभयो लगभग। 82 साल भयो। हजुरबा अनि हजुरहरूको वासस्थान चाहिँ पुर्खादेखि यही ठाउँमा हो कि अन्त्य कतैबाट आउनु भएको? पुर्खादेखि होइन, यो दोलखाइबाट आएको। यामना। हजुर कति वर्ष जति भयो हजुरहरू दोलखाबाट? भयो 24-25 वर्ष जति हुन लागिसक्यो। अनि यहाँनिर चाहिँ हजुरहरूले के गरी बसिरहनु भएको छ? के काम गर्नुहुन्छ? यहाँनिर कुचो कोदालो गर्ने। हजुरहरू दोलखाबाट बसाइसराई चाहिँ कोसँग आउनुभयो र के को लागि चाहिँ यहाँ आउनुभएको थियो हजुर? त्यतिखेर यसो भयो, हाम्रो माइती फुपू त्यही गाउँमा जारी गरेछ। अनि त्यताबाट आयो यहाँ चाहिँ कि मेरो खसी देखाइदे कि यहाँ देखाउनु पऱ्यो भनेछन्। अनि त्यताबाट लौ आजको दिनभरिमा भन्नु भएन, राति नै भागेर हिँड्नु भनेछन्। अनि त्यताबाट राति नै घरमा चाहिँ खसी बाख्रा तेलहरू टिनको टिन थियो अरे, त्यो छोडेर राति नै चाबी ठोकेर हिँडेछन्। काट्छ भनेर त्यति बेला काट्ने सफा थियो। हो दोलखाबाट। अनि यता चाहिँ को हुन्थ्यो? यता भोटियामा चाहिँ को हुनुहुन्थ्यो? तपाईँहरू यता आउनुभयो? यताबाट कोही पनि थियो। तपाईँहरूले नि यो ठाउँ खोजेर आएको। अनि के दुःख गर्नुभयो त्यसपछि यता आएर? दुःख गरेर कुट्रो कोदालो बस्ने खाने झाडीसँग फाड्ने दुःख भयो। घर पनि यतै आएर बनाउनु? घर पनि यता आएर बनायो। घर कति सालतिर यता आउनु भएको याद छ तपाईँलाई? 18-19 21 सालदेखि भयो। अनि यहाँ आएर अनि के कामहरू गर्नुभयो? जस्तै कस्तो पेसा व्यवसायहरू कृषिमा मात्र गर्नुभयो कि अरू ठाउँ पनि गएर के कामहरू खोज्नुभयो? के गर्नुभयो हजुर? दुःख यही गर्यो, घाँस काट्ने, बस्तु पाल्ने, भैँसी पाल्ने, गाई पाल्ने, बोका खसी बाख्रा सबै पाल्ने दुःख गर्यो नि यहाँ पनि। अनि त्यताको अलि भएर आयो। अनि बालीहरू के गर्नुभयो? अच्छा, धान खेत थिएन है, मकै कोदो तोरी के अरे गहुँ जौ
त्यस्तै थियो। अनि त्यो आलु बाली नाली चाहिँ हजुरहरूले लाएर बेच्नुहुन्थ्यो कि आफूले नै आफूलाई खान पुग्दैन थियो, आफैले खाने। अनि तपाईँको परिवारमा चाहिँ कतिजना हो अहिले? परिवारमा अहिले त 3 जना त नि। तपाईँको सन्तानहरू चाहिँ कतिजना? सन्तान अहिले अरू दाजुभाइहरू गए। के अरे सबैजना लेकमै हुनुहुन्थ्यो त्यहाँनिर? यहीँ सबैजना दोलखाबाट यतै भागेर आउनुभयो कि अरू दाजुभाइ चाहिँ दोलखामै खानु? दोलखामा दाजुभाइ छ नि। हामी पर्यो के अरे पर्यो खुर्पा पर्यो है, थर खुर्पा थर हेर्नुहोस्। अनि त्यताबाट त्यसो हुँदाखेरि भाग्ने नाच्ने भएर त्यसरी आयो रात। अनि यहाँ आएर भने जस्तो टक्कलाल गऱ्यो, गाई भैँसी सबै दरताम गऱ्यो, पाल्यो। लैन बगेर भैँसी भए दुध खाइयो। अनि तपाईँ अरू पेसा व्यवसायहरू जस्तै अरूहरूको जस्तो सरकारी जागिरहरू त्यस्तो खोज्न चाहिँ जानुभयो कि होइन? सरकारी जागिर त अब उहाँ टुनिखेलमा पुग्यो, घाम ताप्यो है, लौ जागिर खानु भनेर जागिर खाऊ भनेर नारीमा समात्यो। म खान्न हजुर, म त घर जानुपर्छ भन्ने आफ्नो फोटोमा उभो। यति बेला पेन्सन अघि नै पाएको थियो। त्यही भएर डरले अब घरमा बस्नु पाएन है, आफ्नो परिवारसँग दाउरा गर्ने नाथे, दोकान पुग्ने नाथे, त्यसै उभो आयो थियो नि। त्यतिखेर च्याप समाउँदै भराना गर्दै गर्ने ऊ थियो। त्यतिखेर त्यस्तो गर्थ्यो? त्यस्तो चाहिँ के आर्मी पुलिसहरूमा कि अरू केमा त्यस्तो गर्थ्यो? आर्मीमा है। केही उस नगरिकन समाएर लगेर भर्ना गरिदिन्थ्यो। अहिले भएन। अनि अहिले अब यहाँनिर बसेर अहिलेसम्म आजभोलि चाहिँ तपाईँ के काम गर्नुहुन्छ त? हिजो घाँस काट्ने। हजुरबा अनि हजुरहरू उता दोलखाबाट यता आउनु भएपछि हजुरहरूले अघि भन्नुभएको जस्तै झाडी फालेर घर बनायौँ भनेर भन्नुभयो नि, सुरुमै घरै बनाउनु भयो कि गोठहरू बनाएर कसरी बस्नुभयो त्यता? गोठ बनायौँ अनि बस्यौँ। हजुर, गोठ बनाएर पछि सालदेखि अनि घर बनायौँ। घर बनाएर बस्यौँ अनि यस्तै हो। अनि हजुरको बिहे चाहिँ त्यही दोलखामै भएको थियो कि यता आएर गर्नुभयो? यता आएर नै भयो। अब पहिला बिहे कहाँ थियो भने फापर चौक, पहिलाको बिहे फापर चौक भयो। हजुर, अनि त्यहाँबाट त्यताको छोड्यो। हजुर, पछि यताबाट ल्यायो। यताबाट भने कताबाट? हाम्रो कान्छा बाजेको। अनि यो थामी समुदायको चाहिँ विवाहहरूको कस्तो रीति थियो पहिला र अहिले चाहिँ कस्तो चाहिँ परिवर्तन भएको जस्तो हजुरलाई लाग्छ? पहिला अलिकति रक्सी छ्याङ पछि त झ्याम्पै लानु पर्थ्यो। यसो गऱ्यो त्यो रात विषयमा बाँडफाँड गरेर त्यहीँ खान्थ्यौँ है। अनि गऱ्यो। केटी माग्ने जाने चलन चाहिँ कस्तो थियो? कसरी जानुहुन्थ्यो? के लिएर जानुहुन्थ्यो त माग्ने बेलामा? हजुर, साउन मानव 5-6 रक्सी, 5-6 रक्सी, एउटा कुखुराहरू, हजुर, त्यस्तै टाढाटुडो अचार सचारहरू यतैबाट जान्थ्यो खोर्सानी किनेर है। अनि त्यो भुटभाट गऱ्यो त्यतिखेर सबैले फैल्याउँथ्यो, जम्मैले फैलाएर। अनि रोटीहरू चाहिँ हाल्थ्यो कि हाल्दैन? रोटी उसको थियो त्यतिखेर चलन, कोदाको चलन थियो। कोदोको सेल हाल्ने कि कस्तो रोटी हाल्ने? हो, ताउमा खुस्रो रोटी ड्यामी हाल्ने 3वटा लान्थ्यो। 3वटा रोटी लान्थ्यो त्यतिखेर। अनि त्यस्तो चाहिँ कुन महिनामा माग्ने त्यस्तो हुन्थ्यो कि जुन पनि हुन्थ्यो? मङ्सिरमा। मङ्सिर महिनामै मात्र माग्ने कि अरू महिनामा गइ नै हुने? मङ्सिर महिनामा माग्ने,
लगन त पछि अर्को महिनामा नि हाल्छ नि अर्को महिनामा अनि त्यसपछि अब त्यो मागिसकेपछि कति महिना कति वर्ष कसरी त्यो लगन हेरेर बिहे गराउने कि कस्तो हुन्छ अनि बिहेमा चाहिँ के हुन्छ कसरी अब गएर कसरी बिहेहरू गर्ने त्यसको चलन चाहिँ कस्तो हो त्यसको रीतिथिति चाहिँ कस्तो त्यतिखेर हौलै थियो हजुर हौलै थियो अब फलान दिन आउँछ है भनेपछि उहाँहरूले खानावाना सबै काटकुट हामीले बिरुवा पर्नु जान्छौँ हजुर हेर अनि तरकारी कुराकानी मिलाएर अनि अब बस्ने खाने खाने चाहिँ त्यति हो नि अनि जस्तै अब बेहुलाले चाहिँ बेहुलीको लागि के लैजानु पर्थ्यो सगुनहरू हुन्छ कि अब त्यो के दिनुपर्ने हुन्छ नि त बेहुलाले बेहुलीलाई बेहुलीले बेहुलालाई दिन्छ नि त त्यस्तो चाहिँ के दिनु पर्थ्यो पहिला चाहिँ त्यतिखेर मोहर रुपियाँको चल्ती थियो कि डबल हजुर बेहुलाले हाल्ने दिने फेरि बेहुलीले फर्काउँथ्यो त्यसो गर्थ्यो नि अनि कपडाहरू जस्तो चाहिँ त्यतिखेर अर्थ ऊ थिएन मार्बिनको ऊ थियो फर्या थियो हजुर कोरा गान्धी कोराको बोटुका थियो त्यस्तो दुःख थियो हजुर चलो त यसै बाटोहरू हुन्थ्यो टोकेको हुन्थ्यो त्यसै जान्थ्यो गरगहना पोतेहरू दिने चाहिँ चलन थियो कि थिएन गरगहना दियो भन्दा कुरा गर्ने थिएन त्यतिखेर हामीले पनि सक्दैन भन्ने त्यतिखेर अनि अहिले त बिहेमा जन्ती बाख्रा भनेर त्यस्तो लान्थ्यो पहिला चाहिँ त्यस्तो चलन थियो थियो जन्ते बाख्रा थियो पहिला जन्ते बाख्रा थियो भोट गरेर खान्थ्यो नि त्यही अनि अहिले पञ्चे बाजा भन्ने त अहिलेको डिस्कोहरू अब त्यो पुफरहरूले लगाइन्छ स्पिकरहरूले लगाए पहिला चाहिँ पञ्चे बाजाहरू जस्तो त्यस्तो बाजा भाजा चाहिँ थिएन पञ्चे बाजाहरू के थियो त्यो बाजामा के बजाउँथ्यो मादल झ्याली है मुतुरा मुराली यस्तै यो जातको ऊ त थिएन सनाईहरू सनाई कटल दामाद जमाई बाजा पुरा हुन्थ्यो नि थियो अनि फेरि अब बिहेहरू गरिसकेपछि अनि कति दिनमा घर फर्किने त्यस्तोहरू चलन चाहिँ के थियो के अरे 4 दिन 5 दिनमा फर्किन्थ्यो 5 दिनमा फर्किन्थ्यो अनि त्यतिखेर चाहिँ के सगुन अब आफ्नो सगुन धेर पर्दैन त्यतिखेर त एउटा उसमा मनदेव रक्सी त्यस्तो धोकामा राख्यो है अनि आँगनमा बस्यो अनि त्यही बाँड्यो तपाईँले यत्रो वर्षसम्ममा अब चाहिँ पहिलाको बिहेहरूको रीतिथिति र अहिलेको बिहेको रीतिथितिमा चाहिँ के फरक देख्नुभयो अहिलेको पहिलाको रीतिथितिमा अहिले साह्रै नै थियो ठिकै थियो अहिले त चर्को लाग्यो के चाहिँ तपाईँलाई चर्को लाग्यो त अहिले घरको आउन भन्छन् भनेर टाइममा जोड्नु सक्दैन बेचबिखन केही पनि हुँदैन यति बेला अनि त्यस्तै हुन्थ्यो अनि यो धामीहरूको अब जन्मको संस्कार चाहिँ अब कस्तो हुन्छ कति दिनमा न्वारन गर्ने अब त्यतिखेर बच्चा पाउने बित्तिकै के गर्छ 7 दिनमा न्वारन गर्ने अनि बच्चा पाउने बित्तिकै पनि के पूजापाठहरू के गर्नुपर्छ त्यस्तो पर्दैन पहिला चाहिँ बच्चा पाएपछि त्यो अहिलेको अब डक्टरहरूले त्यो नानी काट्दिने पहिला चाहिँ कसरी गर्छ पहिला त धामी लाग्ने मान्छे धामी लाग्ने मान्छे त्यतिखेर अस्पताल थिएन धामी झाँक्रीले मन उस गरे भन हुन्थ्यो त्यतिखेर भूत प्रेत लाग्दैन थियो अनि त्यस्तो ठुल्ठुलो रोगहरू नि थाहा थिएन पहिला ठुल्ठुलो रोग थाहा थिएन अहिले चाहिँ त्यस्तो भयो अघि त्यस्तो थिएन अघि मान्थ्यो के मान्थ्यो यो पुरीबोली छोडो मान्थ्यो त्यतिखेर
अनि हामीहरूको कुल देवताहरू चाहिँ के मान्नुहुन्छ तपाईँहरू? देउताहरू त अब 12 देवा, घाटेको देवा, झिन्झेन घाटेको देवा, त्यसरी मान्छौँ। अहिले भीमसिंह मान्ने, डोबाटे मान्ने। अनि यो भूमि पूजा भन्ने हेर नि भन्छ नि, भूमि पूजामा चाहिँ कुन देवताको पूजा गर्नुहुन्छ कि के हो भूमि पूजा भने चाहिँ? भूमि पूजा त अब झिन्झेन घाटेदेखि तलबाट आउँछ। हजुरबा अनि हाम्रो यो थामी समुदायमा चाहिँ उभौली भूमि पूजा भनेर भन्छ नि, यो चाहिँ खासमा कस्तो खाले पूजा हो र किन गरिन्छ? हजुर गोरी पूजा गर्छ, हजुर चोखनीरो गर्छ, हजुर धरती मातालाई बुझाउँछ। हजुर हेर्नुहोस्, हजुर अनि के अरे तल सिमन घाटदेखि बुझाउँछ भूमि। हेर्नुहोस्, सिमन घाट, झिन्झेन घाटे देवा भन्छ। हजुर अहिले त्यो मान्छ। के अरे यसो गर्दाखेरि हुने हो। त्यतिखेर चोखो निदो पारेर हामीले यो धरती सेवा गर्नुपर्छ। धरतीलाई एकदम मानमनी त गर्नु पर्यो। अनि उभौलीमा सेती देवी काली देवीको पनि पूजा गर्छ भन्छ, अनि त्यो चाहिँ कस्तो हो त? हजुर हजुर सेती देवी भन्छन्, काली देवी भन्छन्, महाकाली देवी भन्छन्। अनि तिनीहरूलाई भाले पूजा चाहियो। त्यतिखेर उसको ढुङ्गाको मूर्ति राख्नु पर्यो, त्यसमा भोग दिनु पर्यो। अनि त्यो भूमि पूजामा चाहिँ अब जस्तै पिठोहरू चामलहरूको अब त्यस्तो मूर्ति बनाएर पूजा गर्छ नि, त्यही हो भूमि पूजा? त्यही हो भूमि पूजा, त्यही हो। चोखो पारेर त्यहाँ बनाएको, सोलमा बनाएको। त्यो चाहिँ कतिवटा बनाउनु पर्छ भने थाहा छ हजुरले? त्यो 22वटा बच्चा बनाउनु पर्छ। एउटा मूल माउ बनाउनु पर्छ। के को पिठोहरूले बनाउँछ कि? चामलको पिठो। चामलको पिठो भयो काम चल्छ त्यसलाई। हेरी त्यो चाहिँ अनि त्यसलाई चाहिँ अब त्यो चाहिँ बनाउनुको उद्देश्य चाहिँ के हो? त्यो चाहिँ किन बनाइन्छ? त्यो किन बनाउनु भने त्यो त्यहाँ सोको लागि। के अरे भूमिले खुसी मान्छन् त्यति गर्दाखेरि। सिंह भूमि देउ देउता सबैलाई सेवा गरेर भूमि देउतालाई सेवा गरेर हामीले गर्छ। अनि अब त्यस्तो भूमि पूजा अब मृत्यु अब त्यस्तो भयो जन्म संस्कारहरू, अनि अब मृत्यु संस्कारमा चाहिँ थामी जातिको कसरी अब संस्कार अब अन्तिम संस्कारहरू त्यस्तो चाहिँ कसरी गर्ने गरे? मृत्यु हुँदा अब उताउति दाजुभाइ इष्टमित्र आउने आउँछन्, आउने बोलायो है, त्यहाँ बस्छन्। बाहिर चोखनीरो गरेर गाउँ पानी यसो तिलजो गरेर लटाए यसो गरेर बाहिर राख्छन्। अनि त्यताबाट सबै साथीभाइ जम्मा हुने, इष्टमित्र जम्मा हुने, अनि उ गरेर बिडी पुऱ्याएर लाने बिडी। हजुरबा अनि थामीहरूले भूमि पूजाहरू गरे जस्तै अरू केहरू पूजा गर्छन्? कुन देवी देवतालाई मान्नुहुन्छ त अनि? यो हजुर यो संसारी के अरे देउ देउतालाई पनि सेवा गर्छन्। हजुर चन यो बन्दागरीको चन सिकारी, त्यस्तै स्वर सिकारीलाई पनि सेवा गर्छन्। सेवा गर्दाखेरि लब्बे दिन्छन्। त्यो पूजाहरू चाहिँ कसरी गर्ने भन्नुभयो? पूजाहरू के अरे ढुङ्गाको मूर्ति राख्छन् त्यहाँ, अनि काँचो धागोले बेर्छन्। काँचो धागोले बेरेर अनि पूजा गर्छन् बन्दागरीलाई। हजुरबा अनि यो थामीहरूको चाहिँ
मृत्यु संस्कारहरूको रीतिथिति चाहिँ के कस्तो हुन्छ मान्छे मरेपछि कसरी चाहिँ त्यसलाई के गर्नुहुन्छ जलाउने हुन्छ कि गाड्ने हुन्छ कि के हुन्छ जलाउने मद्दत पुग्यो भने जलाउँछ मद्दत पुगेन भने माटो दिन्छ अनि त्यो जलाउनलाई चाहिँ अब मलामीहरू छैन भोटेहरू पनि आउँछ त्यहाँ सुन्नु पो हुँदैन है भोटेहरू आउँछ छेत्रीहरू आउँछ थामीहरू हुन्छ आफ्नो अब आफन्तजनहरू चाहिँ सबैजना बोलाउनै पर्ने हुन्छ बोलाउनु पर्ने अनि जस्तै अब त्यो के अरे दाग बत्ती दिने आगो बाल्ने हुन्छ नि त्यो चाहिँ कसले दिन्छ दाग बत्ती दिने छोराले दिन्छ यसो उसो गर्दाखेरि छोराको काम अनि त्यो अब जस्तै मान्छे मरिसक्यो मृत्यु पश्चात होइन अब उसलाई लैजाने प्रक्रिया चाहिँ कस्तो हुन्छ उसलाई चाहिँ अब केमा हालेर लगिन्छ अब त्यतिखेर अब कात्रोहरू नि भन्छ नि त्यो कात्रोहरू बेनी हुन्छ कि त्यत्तिकै लिएर जानुहुन्छ कि अब त्यो लानुभन्दा अगाडि के अब अक्षताहरू के चाहिन्छ त अक्षता चाहियो एक महिनाको ऊ चाहियो अक्षताभित्र चाहिँ के चाहिन्छ हामीलाई भनौँ धान चामल खटे लटे यसै चाहियो पैसाहरू पनि त्यहाँ मिक्स गरेर फ्याल्ने त्यस्तो हुँदो रहेछ पैसा 1-2 पैसा हाल्नुपर्छ मेरो 1 महिना चामलको भात पकाउँछ त्यही भित्र अनि घ्याउमा जस्तो लाँदा पनि पर्छ अनि त्यो मृत्यु भएको मान्छेको कपडाहरू सबै जलाउने हुन्छ कि के गर्नु त्यो सबै जलाउँछ राख्दैन घरमा भएको उसले छेउको जति ओडेको जति जम्मै बाहिर निकालेर पर लगाएर जलाउँछ अनि अब मृत्यु पछि अब त्यो जुन मृतकको शरीर जलाइसकेपछि अब कति दिनमा चाहिँ घ्यावा हुन्छ त नि 13 दिनमा 3 दिनमा सानो घ्यावा 13 दिनमा ठुलो घ्यावा त्यो घ्यावाभित्र चाहिँ के गर्नुपर्छ घ्यावाभित्र त भनेर साथी हुँदैन सबै जोडदाम गर्नुपर्छ है त्यो रक्सी यसो चामल भत्या लाउने रङविधि गर्नु पर्यो नि अनि त्यो घ्यावा चाहिँ अब कसले धामी झाँक्रीले पूजा गर्ने हो कि कसले गर्छ त्यो चाहिँ त्यो झाँक्री आउँछ हामीहरूकै झाँक्री हुन्छ कि बाहुन लामाहरू लाउनेको के हुन्छ हामीहरूकै झाँक्री हुन्छ अनि त्यसमा पनि अब जस्तै ज्वाइँहरूको के ज्वाइँ आफ्नो छोराहरूको के चाहिँ प्रतिक्रिया हुन्छ त के काम चाहिँ गर्नुपर्ने हुन्छ त उहाँहरूले कपाल सपाल त्यतिखेर फेरि दोहोरो काट्नु पर्यो छोराले अनि फेरि किरिया बस्ने जति छोराले टाक्टा टुल्टो गर्नु पर्यो चोखनी त पारेर फेरि चोखै गर्नु पर्यो उनीहरूले त्यो नुन बाड्ने के नखाने भने कति दिनसम्म बाड्नुपर्छ 13 दिनसम्म अनि जस्तै घ्यावामा चाहिँ 3टा दाउरामा के पकाउने भन्ने हुन्छ नि अन्डा र चामलहरू के पकाउने अन्डा उसिन्छ है त्यही चामल पकाउने किन 3टा दाउरामा भन्ने जस्तो कुरा गर्दै थियो होइन त्यो जतिले पनि बताएर छ 3टा मात्रै होइन अनि त्यो चाहिँ उल्टो पारेर के गर्नुपर्छ भन्दै थियो उल्टो पारेर उल्टो घर्याङ बनाउनु पर्यो जस्तै पानी जल राख्नु पर्यो त्यही धिरी बनाउनु पर्यो बाँसाको छड्के पारेर त्यसमा भर्याङ बनाउनु पर्यो फेरि खुड्किलो बाँसाकै अनि त्यसमा चढेर त्यो पानी सानी खाने गर्छ पितरले खान्छ अरे त्यतिखेर त्यसो गरेर त्यसले 3 दिनको घ्याउमा गर्ने कि 13 दिनको घ्याउमा यस्तो गर्ने त्यसो गर्नुपर्छ अनि 13 दिनको घ्याउमा चाहिँ के हुन्छ त केही जम्मा गर्ने राख्नु बनाउनुपर्छ अनि त्यो धामी झाँक्री उचाल्ने अनि के गर्ने भन्ने त्यो प्रक्रियाहरू चाहिँ के हुन्छ त 13 दिनको घ्याउमा चाहिँ के प्रक्रिया हुन्छ त हजुरबा हजुर हजुर त्यहाँ एउटा छ सेरे भन्छ है हजुर
भन्छ त्यही हो हजुर भात पनि चाहियो मोमप्राद चाहियो होइन त्यो पनि ल्याउँछन् अनि त्यसमा फेरि भाग ल्याएर राख्नु पऱ्यो आफ्नो त्यो त सब आफ्नो छोरा नाति पनाति सबैले राख्नुहुन्छ के राख्नुपर्छ त्यसमा चाहिँ भात त्यो पनि तरकारी त्यहाँ आफ्नो जो पाएको छ त्यही राख्नु चढाउनु भन्यो त्यही हेर चढाउने त्यसलाई चाहिँ के टोकरीमा चढाउने कि पातमा चढाउने के को पातमा यहाँ त हुन्छ नि त्यो मोमप्राद भन्छ नि हो त्यसमा यता भात हाल्नु नि यहाँ कतै कतै छ त्यसमा त्यो चित्तोमा छापेर अनि भाग लाएर दिन्छ क्या त्यहाँ अनि त्यो जसले बोकेर ल्यायो नि ज्वाइँले बोकेर हुन्छ त्यो अरू दाजुभाइले बोकेर ल्याएर डोबाटोमा राख्छ त्यो अनि आउँछ आएर अनि त्यसपछि अरू के गरिन्छ अरू अब अनि छोराहरूले अब जस्तै के गर्नुपर्छ छोराहरूले त्यहाँ अब त्यतिखेरदेखि बेलुका बास बस्ने हुन्छ बास बस्ने हुन्छ त्यतिखेर माने बोलाउँछन् झाँक्रीले हाम्रै छामी झाँक्रीले अनि त्यताबाट खुलाउँछ अनि त्यो झाँक्रीले चाहिँ के गर्नुहुन्छ झ्यामा उसो बिरी मागिहाल्छ दान दक्षिणा सबै माग्छ सोरो मरो बोरे भन्छ हो कि त्यसमा हाल्यो सबै थोर त्यही चामलमा टक्क पारेर बाहिर राख्छ त्यो कहिले बिरी पुर्याएर बाहिर निकाल्छ फेरि क्याम्पमा अनि त्यहाँदेखि बाहिर राख्छ अनि त्यताबाट गरेर झाँक्रीको पोबाट राख्छ त्यो सेलेको चामल सेले भनेपछि के गरिन्छ सेलेमा सबै थोक हालेर गर्छ सबैले दान दक्षिणाहरू हालेर अनि त्यो उसको के अरे घ्यावाको राति अनि बत्ती बालेर मार्ने पेमा भन्ने त्यस्तो नि चलन थियो कि के हो बत्ती बाल्यो है 13 दिनको घ्याउमा बत्ती बालेर चाहिँ मार्ने पेमा भन्यो 13 दिनको घ्याउमा मार्ने पेमा खुलाउँछ